काकी सेवारो घर गएर सेक्पा बनाएर खाने। यो त मलाई त उडाउँछ होला नि यस्तो पकाएर दियो भने त। हेलो नमस्कार सेवारो काकुला झोर्ले तासिदेले छाजल्लो जोजोलप्पा हजुर सबैजनालाई रेखा लिम्बूको न्यू ब्लगमा वेलकम छ। 2026 1-1 भन्दै थिएँ तर कस्तो फोन आयो। तपाईँहरूको न्यू इयर कस्तो भयो? रमाइलो भयो होला है। अनि आज न्यू इयरमा हामी के गर्दैछौँ यो भिडियोलाई कन्टिन्यू वाच गर्नु होला। अनि आज मलाई कस्तो देखिएको छ त्यो पनि यसो कमेन्ट गर्नु होला। लेट्स गो। रिचा अहिले 2026 मा यत्रो भइसकेको छ। ऊ 13 वर्षमै 19 वर्षको जस्तो देखिरहेछ। क्यामेरामा आउनु मन पराउँदैन ल। यहाँ लुगाहरू नयाँ लुगाहरू बनिरहेछ है आर स्क्वायरमा साडीहरू। यसो भिजिट गर्नु होला धरान आउनुभयो भने। माघको बिहेको लागि यो ड्रेस रेडी भइसकेको छ। क्रिस्चियन ब्राइडलको लागि हाम्रो आफ्नै नयाँ डिजाइन यो अर्डरको हाम्रै डिजाइन लगाउने भन्नुभयो। सो आफै डिजाइन क्रिएट गरेको। हाम्रो डिजाइन राम्रो लाग्यो भने तपाईँहरूलाई मनपर्ने कलर तपाईँहरूको साइजमा बनाउन सक्नुहुन्छ है। अहिले बुटिकको हालत यस्तो छ म बाहिर भएर है। अनि यहाँनिर म छु। ह्याप्पी न्यू इयर सबैजनालाई। अनि थ्याङ्क यू सो मच जसले न्यू इयर विस गर्नुभएको छ। मैले चाहिँ उहाँहरूलाई रिप्लाई गर्न पाएको छुइनँ किनकि अब यस्तै हो छोरी मान्छेको काम यताउता होइन। सो अहिले हामी जाँदैछौँ। लेट्सको। ढाका साडीहरू पनि आइसकेको छ है। यहाँनिर नयाँ ढाका साडीहरू कलरमा। यो टाइममा लिनुभयो भने अलिक तपाईँलाई डिस्काउन्ट हुन्छ। अब हामी जान्छौँ। बाहिरको वेदर यस्तो भइरहेछ। हिजो त घामै लागेको थिएन धन्न आज त घाम हेर्न पाइयो। किनकि नेपाली डेट त मङ्सिर पुस हो नि त। मङ्सिर भन्नु आएछ पुस हो। पुसमा एकदमै त्यो के भन्ने हिजो त कस्तो क्लाउडी थियो है वेदर। आज मात्रै राम्रो भएको। अनि यहाँ हाम्रो फुलहरू पनि फुलिरहेको छ। ओइ स्कुटी त पुस्नु यार त्यतिकै जानु। हेर्दा स्कुटी यस्तो छ हो। मम्मी हुँदाखेरि फाल्टै के घर। यहाँ हेर्नुहोस् न फुलले ढाकेको छ अहिले हाम्रो घर। यहाँ हेर्नुहोस् न आमा जस्तो कोही हुन सक्दैन भनेको चाहिँ मेरो आमाको काम मात्रै हेर्नु सबै कुरा क्या एभ्रिथिङ। घरमा आमा आउनु भएपछि यस्तो भइरहेछ। तर अहिले चाहिँ मम्मीको बिजनेसले गरेर माथि गाउँ जानुभएको छ। अब तपाईँहरूलाई थाहा छँदैछ मम्मीको बिजनेस है। यो चाहिँ मेरो सानो बिजनेस। यसो साथ सपोर्टको लागि यसो फलो गरिराख्नु होला है। तपाईँहरूको बिहे पार्टी यसो हुँदाखेरि सम्झिनु होला। यो पनि अर्डरको साडी है यो ब्राइडल। अहिले पुस हो माघको लागि हो यो। तर यहाँ क्लियर देखेको छैन। यो पनि अर्डरको लेहेङ्गा हो। तर त्यो त फागुनको मात्रै हो। यहाँ हेर्नुपर्छ बुटिक हुनुको के फाइदा छ। यसरी 1 मिटरको सिबाइसीहरूले पुस्ने स्कुटी 1 मिटरको कति पर्छ। अनि प्रफिट जति त्यहीँ जाने। त्यही भएर नेक्स्ट इयर चाहिँ म साइकल किन्छु होला हौ। साइकल त पुस्नु पनि पर्दैन नि त होइन। ल लेट्सको। यसले राइट पर्छ है स्कुटर चाहिँ। नेक्स्ट इयर चाहिँ कपाल छोटो बोइज कट पारिदिन्छु होला हौ म। सोनी सोध्दैन। आर स्क्वायर जाने बाटो सबैले सोचिराख्नु भएको हुन्छ। चिरेपोटदेखि यही बाटो आउनुपर्छ है हाइवे। भेडेटार जाने बाटो। भेडेटार आउँदाखेरि तलबाट भान्चोकबाट माथि आउँदा चाहिँ लेफ्ट साइड पर्छ ल। बोर्ड पनि छ त्यहाँ। बोर्ड देख्न सक्नुहुन्छ। ठुलो बोर्ड छ आर स्क्वायर कलेक्सन बुटिक भनेर। र यो सिरिजको फुल हो। यस्तो राम्रो फुल छ रेड कलरको। तर अन्त सानो त छ। यता आउता जाने बाटो छैन। यहाँ कन्फ्युज हुन्छ क्या यता जाने कि राइट जाने कि लेफ्ट जाने भनेर। हामीले के डिसाइड गऱ्यौँ भने अब मामाकै होटल जाऊँ ल भनेर मामाको होटल आएको छौँ है। हाम्रो केन्द्र लिम्बू केन्द्र मोसन पिक्चर युट्युब च्यानल पनि छ है। नयाँ गीतहरू राम्रो गीतहरू आउँछ त्यहाँबाट।
मामाको होटल कुन चाहिँ गर्दैछ त्यहाँ मामा त भन्नु होला है हामी चाहिँ यसो मामाको होटल आउँ न भनेर यहाँ बस्ने वाउ ल मामाको होटलबाट यस्तो दामी भ्यू देख्छ है भ्यू हेर्नको लागि आउन सक्नुहुन्छ होटल मेरिकेन है फेसबुकको प्रोफाइल पिक्चर चेन्ज गर्ने है न्यु इयरमा त्यही भएर यहाँ क्यामेराको सेटिङ मिलाएर बैला दिँदैछु अब कस्तो खिच्छ यसले अनि मेमोरीको लागि यसो यो चाहिँ भिडियो टिकटकमा राख्नको लागि मेरो सबैभन्दा नराम्रो ह्याबिट चाहिँ धेरै फोटो खिच्ने भिडियो खिच्ने थियो सो अहिले म धेरै नै कम गर्दैछु अनि यो 2026बाट त पुरै कम गर्छु भनेर सोचेको थिएँ है तर यो दिन पनि थोरै भिडियो लिने फोटो लिने भन्दा नि फोटो पनि 200 प्लस है अनि भिडियो त यहाँ मैले अझै कट गर्दै राखेको कति लामो भिडियो नै कति 30-40 मिनट्सको भिडियो नै क्लिप्स नै कि रेकर्ड गरेछु यो अब 2026बाट अलिक अब सुध्रिन्छु म मात्र होला है यति धेरै फोटो भिडियो लिने जस्तो लाग्छ कि घरिघरि अब भिडियो फोटो त यति धेरै खिचेको छ बा यो त थोरै क्लिप्स मात्रै रहेको अब हाम्रो अर्डरहरू पनि आउने बेला भयो होला है यहाँ भिडियोग्राफर पनि थाहेको छैन हो अझै यो होटल ओपनिङ भइसकेपछि म योसँग 3rd टाइम कि 4th टाइम हो आएको यसो फ्यामिली भेटघाट पनि यहीँ सजिलो है अनि प्रोग्राम यताउता मिटिङ सिटिङ बस्न पनि यहीँ सजिलो मामाको हामीलाई चाहिँ अलिक धेरै डिस्काउन्ट पनि हुन्छ नि त त्यही भएर अनि ल यहाँनिर बहिनीसँग यसो मेमोरीको लागि यो भिडियो थोरै लिइरहेको अब चाहिँ फाइनली हामी घर जान्छौँ है यहाँको भ्यू हेर्नुहोस् ल यहाँबाट कस्तो देखिन्छ काकी सेवाडो हामी त निस्केको अब किन र अनि डे टाइममा आएको 3 बजे आएको ल न्यु इयरको बेलामा है ठ्याक्क काका काकीलाई नि भेटिरहेको कि सरप्राइजमा म यता आएको भनेर थाहा थिएन नि त काकालाई पनि काकीलाई पनि थाहा थिएन सो म र रिजा मात्रै एकछिन आएको ठ्याक्क काका काकीलाई पनि भेटेको क्या सरप्राइज ल हामी अहिले होटल मेरिकेनबाट निस्केको है यस्तो छ तपाईँहरू पनि आउनु होला ठिक छैन न्यु इयर सेलिब्रेसन पनि यस्तै भयो अब घर गएर सेकुवा बनाएर खाने सेकुवा बेटा त यहाँ पनि जाम हुन्छ दिदीको घरै जानु भयो क्या हो थ्याङ्क यू दादा मलाई एकदमै धेरै मनपर्छ सो हाम्रो रमेश सिंहक दादाले हङकङबाट गिफ्ट ल्याइदिनु भएछ थ्याङ्क यू सो मच हिजो त अब आएर सेकुवा पोली खाँदा घरमा हेर्नै बिर्सेछु क्या के छ भनेर अनि भर्खर हेरेको अहिले चाहिँ मर्निङ भइसकेको छ घाम लागिसकेको छ यहाँनिर फेरि कन्टिन्यू हिजोको भिडियो है अब हामी अहिले दिदीलाई भेटेर दिदीको घरबाट निस्केको अब घर जाने अनि फ्यामिली टाइम अब खासमा अरू ठाउँ पनि जानु मन थियो कि तर मामा भर्खर बाहिरबाट आउनु भएको छ त्यही भएर डाइरेक्ट घर यहाँ मैले पकाएको चाहिँ पुरा कालो न कालो भयो है ड्याडी कोक म खाँदिनँ यो त मलाई त यस्तो त 2 दिन पनि टिक्दिन होला नि बुहारी कसैको बुहारी भयो भने त मामा बडी डढेको त्यो मुनिको उतै पनि त्यस्तै डढाउँछ मामा चाहिँ बाहिरबाट आउनु भएको होइन मामा भर्खर कति वर्ष पुग्नु भयो मामा अहिले 16 लाएर 17 अनि यहाँ मामाको भाइ यो चाहिँ के दाइ दाइ हो यो चाहिँ दिदी
मामाको छोराछोरी नै भन्नु पनि सक्दैन मामा तर कति यङ देखेको मामालाई त यो समातो है तपाईँको सबै सेतो भएको थियो कि सेतो तपाईँले त पुतली हुन्छ नि त्यसरी जानु हो त सेतो त सेतो कपाल त मामाले त पुरै कालो भइराख्नु भएको छ हो मामा कहाँ कहिले थियो सेतो सेतो भइसक्यो है तपाईँको कपाल अस्ति भिडियो कलमा सेतो न सेतो देखिरहेको थिएँ त्यो त हाम्रो रुममा सेतो भएर सेतो देखायो कि ए हो आमा पनि त्यत्रो झन् महँगो अच्छा खाँदै बोल्नु ल खा त म उ गर्छु खाइन मलाई त्यो नेकको भइसक्यो सुन्दर खाइसक्यो तैँले आइफोन हो र? 15 प्रो म्याक्स यो त अनि के? 512 को कति पर्छ होला त कुन त 15 प्रो म्याक्स हो 16 प्रो म्याक्स यो ओ त- फेरि भित्र नि यस्तै यो होला त नि। होइन दाल हो दाल बस्दाको यो त कसले खान्छ होला र यो त मलाई त उडाउँछ होला नि यस्तो पकाएर दियो भने त मैले यो त थोरै खाइसकेँ हट हाम्रो बेनाको हुने हो यो खान यो गुड मर्निङ न्यु इयर पनि सकियो र अब कामतिर लाग्नु पर्यो है अब बिहेको सिजन आउँदैछ अहिले पुस भए पनि माघ फागुनको लागि वैशाखको लागि अर्डर अहिलेदेखि आइसकेको छ यो ब्राइडल लेहेङ्गा सेट रेडी पनि भइसकेको छ हाम्रो कस्टमरको यो पुसमा त अब बिहे हुँदैन होइन माघको लागि सो यहाँ बुटिकमै छ यो लेहेङ्गा चाहिँ अब तपाईँलाई यो यस्तो ड्रेसहरू तपाईँको आफन्त कजनहरूलाई चाहियो भने यो चाहिँ डिफ्रेन्ट कलरमा पनि बनिन्छ अब यो त ब्राइडल भएर रेड भयो होइन अनि कति ब्राइडललाई चाहिँ रेड नभएर मोडर्न टाइपको रेड पनि मन पराउनुहुन्छ अलिक डार्क रेड होइन त्यस्तोहरू पनि एभाइलेबल हुन्छ यी ढाकाको साडीहरू ढाकाको चौबन्दी चोलो सबै एभाइलेबल हुन्छ डिफ्रेन्ट कलरमा हजुरहरूलाई चाहिएको साइजमा सो कन्ट्याक्ट गर्नु सक्नुहुन्छ तपाईँहरूले डाइरेक्ट हाम्रो फोन नम्बरमा पनि नत्र इन्स्टामा यसो फलो गरिराख्नु होला R² कलेक्सन बुटिक छ है यो हाम्रो सबै यो नयाँ डिजाइन हो हाम्रो आफ्नै है बहिनीले पढाइ सकाउनु लाग्यो फेसन डिजाइनिङमा त्यसपछि बहिनी आएर यहाँ बुटिकमा नयाँ डिजाइनहरू क्रिएट गर्नेछ है यो चाहिँ यो डिजाइन कस्तो लाग्यो यो मेरो आफ्नो डिजाइन बेबीको लागि बटरफ्लाई कति क्युट छ है यो देख्दाखेरि त अहिले बिहा गरेर बच्चा जन्माउँछ जस्तो क्या यसरी ग्रुपको ड्रेसहरू पनि तपाईँहरूले डाइरेक्ट अर्डर गर्न सक्नुहुन्छ हाम्रो R² कलेक्सन बुटिकमा त्यो पनि होलसेल रेटमा अनि सिपिङको लागि पनि टेन्सन नगर्नु हुँदा हुन्छ तपाईँहरूले आफै सिपिङ गर्दा नि हुन्छ अब तपाईँहरूलाई गाह्रो भयो भने हामी आफै पनि गरिदिन्छौँ यो चाहिँ म आफै गएर यसरी सिपिङ गरिदिएको यो सामान किनभने अरूको धेरै ठाउँ जाने कस्टमर अब धेरै कन्ट्री जाने सामानहरू थियो नि त त्यही भएर म आफै गएको थिएँ आफै प्याकिङ गरेर पठाउँदाखेरि अलिकति सेफ्टी पनि अनि टाइममा पनि पुग्छ त्यही भएर अब आउनुहुँदा चाहिँ होटल मेरिकेनमा जानुहोस् मेरो आफ्नै मामाको हो तपाईँहरू चाहिँ इन्डियाबाट सिक्किमबाट होटल मेरिकेनमा दाई काका भेना अनि यहाँ चाहिँ मिना दिदी र म यो क्रिसमस इभको बेलामा हो यसो मेमोरीको लागि राखिराखेको यो चाहिँ थोरै क्लिप्स गुड मर्निङ 2 बज्यो नि त मिना दिदीले यहाँ चिया खुवाउनु ल्याउनु भएको छ चिया चाहिँ 2 नबजी 1 बजी आउँछ हो मिना दिदी मिना दिदी चिया 1 बजी आउँछ हो लु यता 1 बजी आउँछ चिया ओहो ल हजुर चिया म त चिया खानु छोडेको थिएँ है पहिला मिना दिदीको सङ्गतले एक दिनमा चिया कति 15-20 कप चाहिँ खान्थ्यौँ होला किनभने बिहानदेखि बेलुकासम्म मिटिङ हुन्थ्यो अनि चिया मिटिङमा होइन फेरि अब सुरु रातको 2 बजे होइन बिहानको 2 बजे फर्स्ट रेकर्डै यो बिहानको 2 बजे चिया बिहानको 2 बजे चिया खाँदैछौँ मेरो चाहिँ कैयौँ पटकको रेकर्ड छ यो होइन मेरो चाहिँ फर्स्ट रेकर्ड त्यही भएर गिनिज बुकमा लेखिहाल्नु नि त यो कसैले रुटिन अफ नेपाल बन्दामा लेखे पनि हुन्छ क्लबबाट आएर अनि चिया खानु सबजना